यदि तपाईहरु पनि धरहरा घुम्न चाहनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि। अहिले म आज सुन्दरामा र आज म गर्नेवाला छु यो धरहराको सिडी काउन्ट। सुरुमा म गए टिकट काट्नलाई र टिकटको प्राइस रहेछ एकजना बराबर 200 रुपैयाँ। धरहरा छिर्नु अगाडि यसको इतिहासको बारेमा पनि बुझौं। नेपाली इतिहास अनुसार सुरुमा विक्रम सम्वत 1982 सालमा महारानी ललितपुरा सुन्दरीको आदेशमा हाम्रो जनरल भीमसेन थापाद्वारा 61.88 मिटर अग्लो 11 तलेको निर्माण गरिएको रहेछ। त्यही धरहरा विक्रम सम्वत 1913 मा चट्याङमा परेर भत्किएको रहेछ र फेरि मर्मत गरे तापनि फेरि त्यस लगतै फेरि 1990 माघ 2 गते भूकम्पमा परेर फेरि भत्किएको रहेछ। फेरि विक्रम सम्वत 1992 मा जुद्ध शमशेर राणाद्वारा पुनर्निर्माण गरी 11 तलाको धरहरालाई 9 तलामा सीमित गरिएको रहेछ। त्यसपछि विक्रम सम्वत 2072 साल वैशाख 12 गते, जुन यो हामी सबैलाई थाहा नै छ, वैशाख 12 गतेको दिन गएको ठुलो भूकम्पले गर्दा पूर्ण रूपमा क्षति भएको रहेछ। जस क्रममा यो भूकम्प गई धरहरा लड्ने क्रममा एकजना व्यक्ति हाम फालेर बाँच्न सफल भएको भन्ने इतिहास पनि छ। र त्यसपछि 2075 साल असोज 14 गते पुनर्निर्माणको लागि सुरु गरिएको रहेछ र अन्ततः 2078 साल वैशाख 11 गतेका दिन पुनर्निर्माण सम्पन्न भई उद्घाटन गरिएको रहेछ। ल हामी चाहिँ फाइनली हामी टिकट काटेर धरहराको एरियाभित्र छिर्सकेका छौँ। खास हामी यहाँबाट हुँदै लिफ्टमा, तर यो चाहिँ बनिसकेको रहेछ। अहिले जानुपर्ने चाहिँ यताबाट जस्तो लाग्यो। फाइनली हामी धरहरा क्षेत्रमा आइसकेका छौँ। मेन गेट चाहिँ यो जस्तो छ होइन। अब यो भित्र गएर भित्रको सिडी चाहिँ कति रहेछ त? मिस्टर बिस्टले त्यो के अरे बुर्ज खलिफा कि कुनको गराएको थियो। म चाहिँ अब हाम्रो बुर्ज खलिफा नेपालको यही हो। म यसको भन्छ है त आज। ल फाइनली धरहराको ग्राउन्ड फ्लोर चाहिँ यो हो होइन। अब यहाँबाट सिडी स्टार्ट हुन्छ, 21 तला छ अरे। अब लिफ्टमा जानु पर्यो भने चाहिँ यताबाट जस्तो लाग्यो लिफ्टमा चाहिँ। अब धरहराको सिडी चढेर जाँदा चाहिँ यहाँबाट स्टार्ट हुने रहेछ। ल अब गर्न सुरु गरौँ है त। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20। ल सेकेन्ड फ्लोरमा आइपुग्यो। अब यताबाट चाहिँ कता हो? अब सेक्युरिटी सिस्टमहरूको यताउति के होला, तर मेन जाने चाहिँ हामी यतै हो होइन। अब 20 भयो होइन। सेकेन्ड फ्लोरमा आइपुग्यो 20 भयो होइन। 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40। एउटा फ्लोरमा 10 वटा सिडी छ अरे। एउटा फ्लोर पुग्नलाई 10 वटा सिडी चढ्नुपर्छ अरे। अब 40 भयो होइन। 40 मा थर्ड फ्लोर आइपुग्यो यहाँ। 41 42 43 44 45 46 47 48 50 51 52 53 54 55 56 57 58 59 60। ल 60 मा चाहिँ हामी कुन फ्लोरमा? फोर्थ, चौथो फ्लोरमा आइपुग्यौँ। यताबाट चाहिँ सिडी जाने हो भने यो 60 सिडी भइसक्यो होइन। यता चाहिँ के रहेछ हेरिदिउँ न त यसो। के भन्छ यस गोलो झ्यालमा टाउको नछिराउनु होला भन्छ त यार। टाउको चाहिँ नछिराम, क्यामेरा चाहिँ छिराएर पनि कसले दुख्दो रहेछ। सट्ट घुमाउँदाखेरि वाउ बबाल। ल फोर्थ फ्लोरमा 60 वटा सिडी। ल फेरि हाम्रो काउन्टिङ कन्टिन्यू गरौँ। 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80। 80 मा 5औं तलामा आइपुग्यो हामी। 21 तलामा कहिले पुऱ्याउनु त यार? 81 82 83 84 85 86 87 88 90 90 91 92 93 94 95 96 97 98 100 ठ्याक्कै 100 सिडी चढ्दाखेरि 6th फ्लोरमा आइपुग्यो हामी। 6औं तलामा 1 2 3 4 5 6 7 8 9 10
110 हो 110 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 यहाँबाट पनि नछिराउनु होला भनेर चाहिँ होइन 140 भयो होइन 8 ठाउँ तलमा आइपुग्यो हामी अब टाउको नछिराएन यसो क्यामेरा छिराएर ल टक्क लाएर ल टुरिजम आहा के हो यस्तो ल यो हो हाम्रो जङ्गी अड्डा सुन्दर यस्तो देख्छ ल 140 भयो 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 30 60 160 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 77 78 79 80 ल वाह 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 180 सिडीमा 10औं फ्लोरमा आइपुग्दाखेरि यस्तो देख्छ ल सुन्दर मोबाइल छैन त ल टुरिस्ट ल 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 ठ्याक्कै 200 हुँदाखेरि चाहिँ हामी ठ्याक्कै 11 200 सिडीमा 11 थाक्न आइसक्यो यार 1 2 3 4 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 ल 240 मा ठ्याक्कै 13औं तलामा 240 स्टक गरेर यस्तो छ अनि बेला बेलामा 240 हो बेला बेलामा यस्तो त्रिपुन राउन्ड हानेर टाउको चाहिँ नछिराउनु नै भन्छ क्यामेरा छिराउँदा चाहिँ केही पनि हुँदैन होला होइन टक्कलर यहाँ कहाँ बेच्छ ल काठमाडौँ सहर 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 69 70 71 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 ठ्याक्कै 300 सिडीमा चाहिँ हामी ठ्याक्कै कुनमा 16 तलामा आइपुग्यौँ होइन ल 16 तलाबाट यस्तो देख्छ ल टक्क लाएर हाम्रो सहिद गेट त बबाल देखेर छ नि त 300 सिडीमा हामी 16औं तलामा आइपुग्यौँ र फेरि काउन्टिङ जारी छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 50 50 350 माथि के यस्तो देखेको छैन सब गएर हुन्छ हैन 25 हालेर 51 52 53 54 55 56 57 58 60 60 ओइ हरायो त नि खोइ हामी रङबाट आइग्यो हो 360 मा 19 तल आइयो तर यहाँबाट सिडी हरायो त फेरि कता यता घुमेर जानुपर्ने हो ए घुमेर जानुपर्ने रहेछ 360 19 तलमा चाहिँ यता रहेछ होइन 360 भयो 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 79 80 381 मा ठ्याक्कै हामी माथि निस्क्यौँ ल 381 वटा सिडी चढेर चाहिँ ठ्याक्कै हामी यो जुन हेर्नुपर्ने धराबाट हेर्नुपर्ने ठाउँमा चाहिँ निस्किसक्यौँ होइन ठ्याक्कै 381 वटा सिडीबाट चाहिँ यस्तो देखिँदो रहेछ ल सब ठाउँ मान्छे छ ल यहाँ अलिक खाली रहेछ यहाँबाट हेरौँ न यदि तपाईँहरू 381 वटा सिडी चढ्न सक्नुहुन्छ भने यो ठाउँमा आउनुहोस् नत्र भने नआउँदा हुन्छ यो साइड चाहिँ स्वयम्भू है स्वयम्भू जस्तो लाग्छ मलाई यो स्वयम्भू त होइन
एयर पोल्युसनले गर्दाखेरि चाहिँ सोचे यस्तो राम्रो किन हुँदो रहेछ यार भोलि पर्सि बर्खा टाइममा खतरा हुन्छ क्या ल यो के अरे यो खिचा पोखरी साइड यस्तो छ ल धरहराको टपमा चाहिँ यस्तो छ होइन खोलाहरू जता हेऱ्यो नि मान्छे छ फोटो सोटो खिच्ने भने क्यामेराम्यानहरू पनि आउँदो रहेछ टप खोलाएर यस्तो भइरहेको छ